So hello channel, welcome to my guys. This is my first video. यसरी अब बोलेर मोटर भ्लग गरेको चाहिँ फर्स्ट भिडियो हो यो. सो आज जाँदैछौँ हामी यता नाइमा अटो सो भन्ने ठाउँमा है, बिरगुडी मण्डपमा भइरहेको छ. त्यसमा चाहिँ नयाँ बाइक्स अनि गाडीहरू चाहिँ डिफ्रेन्ट कम्पनीजहरूले चाहिँ सोकेस गरिरहेको हुन्छ. अघि भने जस्तै एकदम दिस इज माई फर्स्ट भिडियो. आज चाहिँ म अलिकति भोइस पनि हालेर भिडियो बनाउन ट्राई गरिरहेको छु. अनि सुरुमा घरबाट निस्किँदाखेरि चाहिँ मलाई चाहिँ झम्की नजाम भइरहेको थियो. अनि यस्तो झ्याउलाइरहेको थियो होइन, के भन्ने होला, कसरी भिडियो बनाउने होला भनेर. तर सोचेँ कि अब यो अटो सोहरू भनेको त म पहिल्यैदेखि गइरहेको हो. अनि त्यसपछि मलाई चाहिँ यो बाइक्स अनि त्यसपछि गाडीहरूमा चाहिँ एकदम इन्ट्रेस्ट छ. त्यसै पनि जानु रमाइलो लाग्छ नि त. अनि त्यो भएर चाहिँ जानुपर्छ भन्ने एउटा हौसला जस्तो आयो कि. अनि हियर वी आर गोइङ टु द नाइमा अटो सो. काममा खटिएर ट्राफिक दाइले पुरै म्यानेज गरिराख्नु भएको छ. अलिक गाह्रै काम छ कि यो सोच्ने भने. बोलाउनु भयो है त झन्. यहीँसम्म आउनुभएको छ त हौ यो दाइ त. धेरै नकुदाम, फाइन लाग्यो भने त फा हुन्छ. पछाडि एक्सपल्स आइरहेको रहेछ, स्क्रैम्बलर गइरह्यो. केटाहरू गइरहेछ. नयाँ 210 जस्तो छ. दामी आवाज आउँछ. 210 को आवाज पनि मिठो रहेछ है गाई. जम आज फर्स्ट डे नै हो नाइमा अटो सोको. अलि भिड नै हुन्छ होला यार, गर्मी यस्तो छ. पट दिँदो रहेछ. जानुहोस्. वाट द हेक. न्युट्रलमा बसिरह, म त इन्जिन ब्रेकिङ लाग्छ भने त 2 मा गएर. हेलमेटभित्र बोल्न चाहिँ कस्तो लाग्ने रहेछ यो. गाला साला च्याप्छ नि त यो प्याडिङहरूले, हेलमेटको प्याडिङहरूले. अनि क्रुजरहरू पनि दामी हुन्छ नि गाइस. मलाई खतरा लाग्छ यार क्रुजरहरू. मस्त बस्यो सोफामा बस्यो जसरी चलायो होइन, न थकै न केही. गाडी चलाए जस्तो हुन्छ कि क्रुजर चलाउँदाखेरि. मैले यो ट्राइम्फ लिनभन्दा अगाडि चाहिँ सोचेको थिएँ मैले, यो हाम्रो मिटियर 350 लिम कि भन्ने सोचेको थिएँ. तर अफरोड पनि जान मन लाग्छ आफूलाई होइन. अनि हरियाली डाँडा पाखा हेर्नु पऱ्यो. अब क्रुजरमा त जान सकिँदैन. अनि त्यो भएर चाहिँ मैले स्क्रैम्बलर लिएँ. नत्र क्रुजर इज अल्सो गुड. माई गड, यहाँ यस्तो डर लाग्छ नि भने. अब उतापट्टि क्रस गर्नु छ आफूलाई. यति नजिक आएर चलाउँछ, कुदाइ. एकचोटि कुरेर रोकेर कहाँबाट छिर्ने भनेर चाहिँ हेर्नुपर्छ. कहाँबाट छिर्ने त हामी यहीँबाट छिर्दा हुन्छ क्या. नेपाल पुलिस क्लबको यो चल्दै किन खोलिरहेको. बिल्डिङमा चाहिँ पार्किङ छ भनेर सुनेको थिएँ. नेपाल पुलिस क्लबको यहाँबाट रहेछ. ओके ठिक छ.
मामाकोमा बाइक राख्नु पर्यो भनेपछि मामा 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 कति प्यारो छ। ओ नेपाल पुलिस क्लब पार्किङ फुल। पार्किङ फुल ए ल धन्नै म त फर्केको। ओके राइटमा जाने रे यतापट्टि राख्ने होला त के अरे नि होइन त। थ्याङ्क यू। मलाई त तल्लै लैदियो नि त यार। कस्तो कत्रो स्पेस हौ कत्रो स्पेस हौ। यतापट्टि देखेँ मैले बाइकहरू यतै लगेर हालिदिनु पर्यो। कुन रहेछ हौ गाडीको अगाडि त राख्ने कुरा भएन यहाँ। टक्क लाएर अहिले भित्र सो भएको ठाउँमा भेटौँला। हेलो 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 राम्रोसँग सुनिरहेको छ होला होइन। सो मैले चाहिँ यो यहाँको टिकट लिइहालेँ होइन। अब यसमा के गर्नुपर्ने रहेछ भन्दाखेरि खल्तीबाट पे गर्नु भयो भने चाहिँ 100 रुपियाँ क्यासब्याक आउने रहेछ। सो आउँदाखेरि चाहिँ को आउँदै हुनुहुन्छ खल्तीबाट चाहिँ खल्ती चाहिँ लोड गरेर लिएर आउनु होला। अनि त्यसपछि चाहिँ त्यहाँबाट पे गरेपछि 100 रुपियाँ ब्याक खल्तीमा आइहाल्छ है। थ्याङ्क यू। आइडी त भइहाल्यो बिवाइडी नभइकन त कहाँ बिवाइडी कुन कुन रहेछ त हेरौँ है त। अटो 3 एकदम भिड छ एकदम गर्मी छ यार। अटो 2 यहाँ गाडी लिने मान्छेहरूको भिड छ बिवाइडीमा। बिवाइडी इज कुकिङ। बिवाइडी इज सिरियसली कुकिङ गाइज। ल रेड बुलको पिट स्टप रे कुन गाडी रहेछ यो कुन गाडी हो दाइ? ए नाइस। यतापट्टि सिम रेसिङ सेटअप पनि रहेछ यार। खेल्न मिल्नेवाला ओपन हो कि के हो? ए रेड बुल पर्चेस गर्नु पर्यो। ए कता छ त्यो चाहिँ उता पछाडि? ए ल रेड बुल किन्यो भने चाहिँ आएर टक्क लाएर उता सिम रेसिङ सेटअप छ उतापट्टि एउटा नानीले खेलिरहेको छ त्यहाँ गएर खेल्न मिल्दो रहेछ। सो मैले चाहिँ फाइनली यो रेड बुल लिएको छु। अनि सोद्धाखेरि चाहिँ एउटा मात्रै रेड बुल किन्दा हुन्छ भन्नुभएको छ होइन। अनि गएर एकचोटि सिम रेसिङ ट्राई गरौँ है। अनि सिम रेसिङ चाहिँ मलाई किन यति खेल्न मन लाग्यो भन्दाखेरि पहिलेदेखि अब रेसिङहरूको फ्यान होइन। F1 चाहिँ म अहिले आफ्नो कन्ट्रोलरले मजाले खेल्छु कन्ट्रोलरमा खेल्छु होइन F1 चाहिँ। तर अहिलेसम्म मैले सिम रेसिङ सेटअप चाहिँ अहिलेसम्म चलाएको छैन कि त्यही भएर एकचोटि मलाई सिम रेसिङ चाहिँ एकदम ट्राई गर्न मन थियो। आज फाइनल्ली पाइन्छ जस्तो छ है त। हेरौँ है त। सो गाइजहरू किन मलाई चाहिँ एउटा ओपिनियन चाहिँ आयो के भन्दाखेरि यो नेपालमा बिक्ने गाडीहरू हुन्छ नि हल्का क्यारेक्टर नभएको जस्तो के अलिकति एज नभएको हुन्छ नि। सबै गाडीहरू हेऱ्यो भने
फ्यामिली फ्रेन्डली भन्न आज फ्यामिली ओरिएन्टेड टाइपको सेडान टाइपको हुन्छ नि, जस्तो बाइकमा हुन्छ नि हल्का क्यारेक्टर हुन्छ, जस्तो बाइकहरूमा एडभेन्चर हुन्छ, कुनै स्क्रैम्बलर हुन्छ, कुनै रोस्टर हुन्छ, कुन चाहिँ अब स्ट्रिट बाइक रेसिङ बाइक यस्तो यस्तो टाइपको क्यारेक्टर हुन्छ नि, त्यस्तो कुरा चाहिँ मैले कारमा चाहिँ नेपालमा बिक्ने कार एटलिस्ट नेपालमा बिक्ने कारहरूमा चाहिँ भेट्टाएन क्या। त्यही भएर चाहिँ अब हामी बाइकको सेगमेन्टतिर जाँदैछौँ है। यहाँ चाहिँ टिभिएसको रहेछ अब यहाँ चाहिँ हामीले हेर्न सक्छौँ अहिलेको एन्टिसिपेटेड RTX 300 है एडभेन्चर बाइक छ भने एकदम यो नाइमा सिधाएर पनि पाउने वाला हैन के अहिले त डिस्प्ले राखेको र अहिले प्राइसिङ रिभिलले भएको 7 पैसा भनौँ न त यसको कति अहिले रिभिलै नगरौँ न अहिले रिभिल गरेन मजा आउँदैन के ठिक छ ल है यहाँ क्युआर छ यतापट्टि स्क्यान गरेर यसको बारेमा सबै कुराहरू हामीले हेर्न सक्छौँ है त। बवाल है सस्पेन्सन डब्लुपीको छ नि त केटिएमले युज गर्छ नि त। ल केटिएमले युज गर्ने सस्पेन्सन छ अरे है। अब यो एडभेन्चर बाइक हो, अघि मैले भने जस्तो यो चाहिँ लङ राइड्सहरू अनि प्लस अफ रोड पनि जान मिल्ने टाइपको बाइक हुन्छ होइन। RTX 300 फ्रन्टबाट हेर्दाखेरि चाहिँ यस्तो छ। हेर्दाखेरि चाहिँ एडभेन्चर टाइपको लुक दिएको छ होइन। त्यही भएर हामी यसलाई चाहिँ अब इलेक्ट्रिक बाइक भन्दा नि इट्स X47 क्रस ओभर।